फाइनल एकाउन्ट प्रिपेयर गर्नको लागि हामीसँग एउटा ट्रायल ब्यालेन्स हुन्छ। यसमा भएका सम्पूर्ण आइटमहरूलाई यी 3वटा स्टेटमेन्टहरू रिपोर्टहरूमा हामी लगेर इनपुट गर्छौँ। भनेको ट्रेडिङ एकाउन्ट, प्रॉफिट एन्ड लस एकाउन्ट र ब्यालेन्स सिट। यति गरिसकेपछि हाम्रो फाइनल एकाउन्ट तयार हुन्छ। सबैभन्दा पहिला हामी ट्रेडिङ एकाउन्ट प्रिपेयर गर्न सिक्छौँ। ट्रेडिङ एकाउन्ट बनाउनको लागि हामीसँग डेबिट र क्रेडिट दुईवटा साइडहरू हुन्छन्। त्यसमा डेबिट साइडमा हामी एक्सपेन्सेसहरू राख्छौँ भने क्रेडिट साइडमा इन्कमहरू राख्छौँ। सुरुमा चाहिँ हामी क्रेडिटबाट सुरु गरौँ। क्रेडिटमा सबैभन्दा इम्पोर्टेन्ट मेन आइटम भनेको चाहिँ सेल्स इन्कम अथवा रेभेन्यू। हामीले सेल्स गरेर अर्निङ गरेको लागि हामीले क्रेडिटमा एमाउन्ट राख्नुपर्छ। त्यसमा यदि रिटर्न छ भने सेल्स रिटर्न अथवा रिटर्न इनवर्ड भन्छ, त्यसलाई चाहिँ हामी क्रेडिटपट्टि राख्छौँ। त्यस्तै क्रेडिटपट्टि क्लोजिङ स्टक छ भने हामी क्रेडिटमा राख्छौँ र यति गरिसकेपछि हाम्रो चाहिँ लगभग कम्प्लिट हुन्छ। त्यसपछि डेबिटपट्टि सबैभन्दा पहिला ओपनिङ स्टक, त्यसमा पर्चेज, यदि पर्चेजमा पनि रिटर्न छ भने घटाउने, पर्चेज रिटर्नलाई घटाउने, वेजेस अनि क्यारेज इनवर्ड, फ्याक्ट्री एक्सपेन्सेस, अन्य विभिन्न डाइरेक्ट एक्सपेन्सेसहरू यसमा आउँछ जुन चाहिँ प्रोडक्सनसँग डाइरेक्टली रिलेटेड हुन्छ। यदि क्रेडिट साइडको आइटम बढी भयो, एमाउन्ट बढी भयो भने ग्रोस प्रफिट र डेबिटमा एमाउन्ट बढी भयो भने ग्रोस लस हुन्छ।